हाम्रो स्कुलमा भिडियो एडिटिङ कोर्स सिक्नको लागि जोडिनुहुने सम्पूर्ण मित्रहरूलाई वेलकम। आजको क्लासमा हामीले जिप फाइल एक्सपोर्ट गर्न सिक्नेछौँ। सर्वप्रथम त जिप फाइल एक्सपोर्ट गर्नुभन्दा अगाडि जिप फाइल भनेको के हो त्यो बुझ्नु जरुरी छ। जिप भनेको एनिमेसन र स्ट्याटिक दुईटै प्रकारको इमेजहरूलाई सपोर्ट गर्ने एक विशेष प्रकारको इमेज फाइल हो है। GIF को फुल फर्म भनेको चाहिँ ग्राफिक इन्टरचेन्ज फर्म्याट भन्छ हैन। हामीले अहिले एनिमेटेड जिप फाइलको कुरा गरिरहेका छौँ है। जिप फाइलमा धेरै फ्रेमहरू एउटै फाइलमा राखेर है एक प्रकारको सानो भिडियो जस्तो बन्छ। जति फ्रेम छ त्यसलाई एक एक पटक जस्तै देखाउँछ। एकचोटि एउटा फ्रेम देखायो, एकचोटि अर्को फ्रेम त्यसरी देखाउँछ र त्यसैलाई रिपिट भइरहँदा फेरि यो भिडियो जस्तो एउटा एक प्रकारको एनिमेसन बन्छ है। विशेष गरी यो विज्ञापनहरूमा आकर्षक देखाउनको लागि यो जिप फाइलको प्रयोग गरिन्छ। जस्तै अनलाइन पोर्टलहरूमा पनि यो जिप फाइलको धेरै प्रयोग गरेको देखिन्छ। जिप बनाउनको लागि हामीले एडोब फोटोसपको नि प्रयोग गर्न सक्छौँ, त्यसबाट नि बनाउन सक्छौँ है। अनि अनलाइन जिप मेकरहरूबाट अनलाइनबाट नि गराउन सक्यौँ। अनि विभिन्न मोबाइल एपहरूबाट पनि बनाउन सक्छौँ। हामी भिडियो एडिटिङ सिकेकाहरूको लागि चाहिँ एकदम राम्रो भने जस्तो खोजे जस्तो इफेक्ट हालेर हामीले जिप फाइल बनाउनको लागि एडोब प्रिमियर प्रो एकदम राम्रो र सजिलो छ है। मैले जिप फाइलको बारेमा तपाईहरुलाई बताइरहँदा जिप फाइलको बारेमा अझ स्पष्ट पार्न तपाईलाई म एउटा न्युज पोर्टलमा लैजान्छु है त। हेर्नु त यहाँ एउटा न्युज पोर्टल ओपन गरेँ मैले है। यसमा हेर्नु त सबभन्दा माथि यो एउटा फोटो लगाएको छ प्रचारको लागि हैन। यो प्रचार भनेको तपाईको कुनै पनि हेर्नु त यसमा इफेक्टहरु छैन, एनिमेसन छैन भने यसो तपाईको जेपीजी फाइल पनि हुन सक्छ हैन, पीएनजी फाइल पनि हुन सक्छ हैन। अब यो भनेको तपाईको एनिमेसन छैन। र त्यसै गरी यहाँ हेर्नु त यहाँ पनि अर्को विज्ञापन छ, यसमा चाहिँ एनिमेसन छ। एउटा अक्षर आउँछ, अर्को अक्षर आउँछ हैन। यो भिडियो जस्तो पनि देखिरहेको छ, एक हिसाबमा चलिरहेको छ, मोसन भइरहेको छ है। तर यो छोटो छ हैन, एउटा फाइलको रूपमा छ। यो भनेको तपाईको जिप फाइल हो है। यही फाइललाई हामीले जिप फाइल भन्छौँ हैन त। एनिमेसन भएको छ हैन, एकचोटि एउटा आउँछ, एकचोटि अर्को आउँछ। हो यो भनेको हाम्रो जिप फाइल हो। हामी यही फाइललाई यस्तै फाइल कसरी एक्सपोर्ट गर्ने भन्ने बारेमा हामी आज जानकारी लिनेछौँ है त। यसलाई मैले हटाइदिएँ। ओके, अब म प्रोजेक्टमा गएँ। हेर्नु त यहाँ मैले एउटा प्रोजेक्ट बनाएको छु है। जति राम्रो तपाईले यो एडोब प्रिमियर प्रो भिडियो एडिटिङ सफ्टवेयर्सबाट तपाईले जति राम्रो जिप बनाउन सक्नुहुन्छ, अरूबाट तपाईलाई अलिकति गाह्रो पर्छ, मेहनत ज्यादा लाग्छ है। यसमा एकदम इजी गर्न सक्नुहुन्छ तपाईले। हेर्नुस् है त, मैले यो फाइल भनेको पीएसडी फाइल हो है। यहाँ तपाईलाई म देखाउँछु एसेटमा। पीएसडी फाइललाई मैले इम्पोर्ट गरेको, तपाईलाई थाहा छँदैछ पीएसडी फाइल कसरी इम्पोर्ट गर्ने भन्ने कुरा हैन। हामीले सिकिसकेका छौँ। यदि त्यसलाई ध्यान दिनु भएको छैन भने राम्रोसँग हेर्नु होला। यो अलग तपाईको लेयर देखिराख्नु भएको छ। यो भनेको मैले एडोब फोटोसपबाट तपाईको पीएसडी फाइलमा मैले डिजाइन गरेर यसमा ल्याएको छु, राखेको छु है त। अब यसलाई एडिट गर्नु पर्यो भने पनि तपाईले राइट क्लिक गरेर नाम चेन्ज गर्नु पर्यो भने तपाईले हेर्नु त यहाँ एडिट इन एडोब फोटोसप भनेर क्लिक गर्नुभयो भने तपाईको एकछिनमा यहाँ एडोब फोटोसप प्रोजेक्ट खोल्छ। त्यसबाट तपाईले नाम चेन्ज गर्न, लेख्न पनि सक्नुहुन्छ, नाम चेन्ज गर्न पनि सक्नुहुन्छ है। जब तपाईले यहाँ प्रोजेक्ट इम्पोर्ट गर्नुहुन्छ है, पीएसडी फाइल इम्पोर्ट गर्दाखेरि जहिले पनि तपाईले सिक्वेन्स त गर्नु होला है त। मैले डबल क्लिक गरेँ, हेर्नु त मैले एकचोटि यसमा क्लिक गरेँ, ओपन। यो हामीले पहिला सिकिसकेका छौँ है। यदि भुल्नु भयो भने हेर्नु होला फेरि हामीले यो सिक्वेन्समा क्लिक गरेर अनि ओके गर्नु होला। ओके गर्नुसाथ तपाईले के हुन्छ, सिक्वेन्स सहितै एउटा यहाँ यसरी फाइलहरू इम्पोर्ट भएको हुन्छ है। अनि तपाईले मिलाउनु पर्ने हुन्छ है त। बाँकी अब मैले यसरी गराइसकेको छु हैन। यदि तपाईले यसलाई भिडियोको रूपमा प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ एउटा अडियो है, गीत केही राखिदिनुस् हैन। र तपाईले एक्सपोर्ट गर्दाखेरि पहिला हामीले जसरी एक्सपोर्ट गरौँ त्यसरी एक्सपोर्ट गरिदिनुस्। आज हामी जिप फाइलको बारेमा कुरा गरिरहेका छौँ, त्यही भएर हामीले जिप फाइल गराउन चाहन्छौँ भने कन्ट्रोल एम मा जानुस् अथवा यहाँ एक्सपोर्ट भन्ने अप्सन छ हैन, एडिटदेखि दायाँ एक्सपोर्ट गर्नुस्। एक्सपोर्ट गर्न साथ हेर्नु त यहाँ तपाईको यहाँ केही पनि देखेको छैन है। तपाईलाई थाहै छ इन्टरनेट सोर्स भनेको के हो र है, अनि सोर्स इन आउट भनेको के हो भन्ने कुरा हामीले सिकिसकेका छौँ। सायद बेसिक कोर्समै सिकिसकेका छौँ होला। अब यसलाई तपाईले नाम के दिनुहुन्छ, नाम दिनुस्। अब 8:300 भन्ने छ, मैले यही नै छोड्दिएँ। अब कस्टममा हेर्नुस् है। अब ध्यान दिनुपर्ने कुरा प्रिसेटमा कस्टममा तपाईले म्याच सोर्स एडेप्टिङ हाई बिटरेटमा क्लिक गर्नुस् है। अब यो देखियो। अब तपाईको यहाँ फर्म्याट हेर्नु त, फर्मेटमा तपाईले H264 होइन, तपाईले यहाँ एनिमेसन जिप भन्ने हेर्नु त, एनिमेटेड जिप भन्ने फाइल
क्लिक गर्नुपर्ने हुन्छ। मैले क्लिक गरेँ है। अब तपाईँले एक्सपोर्ट गर्नुहोस्। एक्सपोर्ट हुन्छ है त, हेर्नु त एक्सपोर्ट हुन सुरु भयो है। अब तपाईँको कम्प्युटर कतिको पावरफुल छ भन्ने कुरामा टाइम लिने हुन्छ, भर पर्छ होइन। त्यसैले तपाईँले केही समय लिन सक्छ। त्यसको लागि तपाईँ आत्तिनु हुँदैन है। प्रोफेसनल रूपमै तपाईँले काम गर्न चाहनु भएको हो भने त तपाईँले अब पावरफुल कम्प्युटर किन्नुपर्ने हुन्छ। यदि तपाईँले सिक्ने र आफ्नो कामहरू तपाईँलाई धेरै प्रोजेक्टहरू गर्नु छैन, केही अलिअलि आफ्नो कामहरू गर्नु छ भने त तपाईँको सामान्य कम्प्युटरबाट पनि हुन्छ। तर तपाईँले त वेट त गर्नुपर्ने हुन्छ है। तपाईँले भिडियो एडिटिङ गरिसकेपछि एक्सपोर्ट गर्नलाई केही टाइम लाग्ने हुन्छ। त्यो चाहिँ टाइम तपाईँले वेट गर्नुपर्ने हुन्छ है त। ग्राफिक्स कार्डहरू छैन, तपाईँको कम्प्युटर पावरफुल छैन भने है। ल त यहाँ भइसक्यो है। यो भिडियो वाज एक्सपोर्ट सक्सेसफुल भन्यो होइन। एक्सपोर्ट भइसकेको छ है। अब हामीले कहाँ एक्सपोर्ट गऱ्यौँ, कुन ठाउँमा गऱ्यौँ, अब मैले हेरेँ है त। हेर्नु त मैले हाम्रो स्कुलभित्रै गरेको। अब यसलाई मैले ओपन गर्छु है त। मैले डबल क्लिक गरेँ, हेर्नु त डबल क्लिक गर्न साथ अब यो प्ले भयो। यो भिडियो होइन है, यो जिप फाइल हो, हेर्नु त। अब फेरि यही सुरुबाट चालु भइरहन्छ क्या यो अटोमेटिक, किनकि यो जिप फाइल हो होइन, आफै चलिरहन्छ। ल हेर्नु, यो तपाईँले एडोब फोटोसपबाट अरू अन्य तपाईँको सफ्टवेयरहरूबाट बनाउन गाह्रो हुन्थ्यो। तर हामीले यो सजिलरी बनाउन सक्छौँ। 2-4वटा हामीले ट्रान्जेक्सन इफेक्ट राख्यौँ होइन, ब्याकग्राउन्ड राख्यौँ, अनि हामीले बनायौँ सजिलो तरिकाले है त। यो तपाईँको हाम्रो एडभान्स कोर्समा या हाम्रो स्कुलले उपलब्ध गराएको तपाईँको बोनस ट्रिक हो होइन, बोनस टिप्स हो। यसरी तपाईँहरूले एडोब प्रिमियर प्रोबाट सजिलै है कल्पनै गर्न नसकेका राम्रा राम्रा जिप फाइलहरू बनाउन सक्नुहुन्छ। यो तपाईँको एडोब फोटोसपबाट अलिकति असम्भव छ र सम्भव भए पनि एकदम झन्झटिलो छ। तर यसबाट तपाईँले सजिलै हेर्नु त जिप फाइल बनाउन सक्नुभयो। यदि तपाईँ विज्ञापन एजेन्सीहरूमा काम गर्नुहुन्छ होइन, अनलाइन न्युज पोर्टलहरूको लागि तपाईँले विज्ञापनहरू तयार गरिराख्नु भएको छ, गराउनुहुन्छ भने तपाईँले एकदम सजिलो तरिकाले यसबाट पनि गर्न सक्नुहुन्छ, एकदम राम्रो क्वालिटीमा है त। अब मैले यसलाई क्लोज गरिदिएँ। विशेष गरी तपाईँले जिप फाइलमा छोटा छोटा शब्दहरू वाक्यहरू राख्नुपर्ने हुन्छ होइन, छोटो गराउने गर्नु होला। यही नै हो, एकदम इजी छ होइन। टेक्निक जान्नुभयो भने ओके। आजको क्लास यति नै गरौँ। तपाईँलाई यो बोनस क्लास हो। भिडियो एडिटिङ गर्न जानिसक्नु भएको छ होइन भने त तपाईँले यो एकदम इजी एक्सपोर्ट गर्ने मात्रै तरिका हो, यो सजिलै गर्न सक्नुहुन्छ है। यति भन्दै तपाईँहरूबाट म आज बिदा हुन्छु। फेरि भेटौँ हामी अर्को क्लासमा। ओके, बाई।